हेलो साथीहरु नमस्कार। तपाईहरुले पक्कै पनि थम्बनेलमा देखिसक्नु भयो आज के विषयमा चाहिँ म तपाईहरुलाई सिकाउन गइरहेको छु भनेर। विशेष गरेर यस YouTube च्यानलमा चाहिँ तपाईहरुले नयाँ कुराहरु अनि यो टेक्निकल क्षेत्रका चाहिँ बेसिक कुराहरु सिक्न पाउनुहुनेछ। त्यस्तै गरेर कम्प्युटरका समस्याहरु भए, प्रिन्टरका भए, सीसी क्यामेराका भए, यी समस्याहरु चाहिँ के कस्ता हुन्छन्, कसरी सल्भ गर्ने भन्ने तपाई बेसिक कुराहरु चाहिँ सिक्न चाहनुहुन्छ भने मलाई यो च्यानललाई चाहिँ सब्स्क्राइब गरेर जोडिन नबिर्सिनु। त्यस्तै गरेर साथीहरु आजको टपिक छ हामी चाहिँ यो क्लेम कसरी गर्छौं हैन। यस्तो हुन्छ, यसलाई यहाँ लगाएर हल्का हल्का प्रेस गरेर यसरी घुमाएर मिला काट्नुपर्छ र यसरी निकाल्ने। त्यसपछि तपाईको सजिलोको लागि यो र यो केबललाई अलिकति बाहिर निकालेर यसलाई भिन्दैमा काट्दिने है। अनि यसलाई चाहिँ छुटाउनु पर्यो एक एकवटा गरेर यसरी यसरी छुटाउने र यसलाई यसरी सिधा बनाउँदै लाने। मलाई चाहिँ यसरी सजिलो लाग्छ सिधा बनाउन, तपाईहरुलाई कसरी सजिलो लाग्छ त्यसरी गर्नु। अब यसो गर्ने यो निकाल्ने, सिधा बनाउने, एकदम सिधा। म कुन हाल्ने त्यो पनि भन्ने छु। पहिला म सिधा बनाइसक्छु, त्यसपछि भन्छु है त। सिधा भइसकेको छ। फर्स्टमा हाल्नुस् व्हाइट ओरेन्ज, त्यसपछि ओरेन्ज, अनि हाफ ग्रीन, अनि यो ब्लू, अनि हाफ ब्लू, अनि ग्रीन, अनि यो व्हाइट ब्राउन, अनि ब्राउन गरेर चाहिँ टक्क मिलाउनुस्। यसरी मिलाउनुस् र यसलाई यसरी क्लेम्बरको मदतबाट चट्ट काट्नुस् है। सिधा एकदम सिधा बनाएर यसलाई काट्नु पर्यो। त्यसपछि यो RJ45 यो पोजिसनमा यसरी ट्याक्क राखेर बिस्तारै गरेर भित्र चाहिँ सेम टु सेम जाने गरी यसरी ठेल्नु पर्ने हुन्छ। यसरी ठेल्नुस् र यतापट्टिबाट हल्का हेर्नुस्। यसरी हेर्दाखेरि चाहिँ यो कप्परलाई चाहिँ ओर यो यता ओर ठेलिएको देखियो भने ट्याक्क देखिन्छ। अनि क्लेम्परले यो घाटमा यसरी लगाउनुहोस् र यहाँबाट थिचिदिनुस्, कडक बनाएर थिचिदिनुस्। यो क्लेम भइसकेको छ है। यो चाहिँ यसरी क्लेम भइसकेको छ। ल राम्ररी हेर्नु होला। यसै गरेर चाहिँ हजुरहरूले दुईपट्टि नि सेम क्लेम गरेर यता पनि त्यसरी नै गरेर एउटा एकपट्टिको चाहिँ राउटरमा कनेक्ट गरेर अर्कोपट्टिको कम्प्युटरमा कनेक्ट गर्नुभयो भने कम्प्युटरले चाहिँ इथरनेट प्राप्त गर्छ र कम्प्युटरमा नेट चल्न सुरु गर्छ है त। पुरा भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद हैन। यस्तै भिडियोहरु चाहनुहुन्छ भने एकदम च्यानललाई चाहिँ लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला भन्दै आजको भिडियोबाट बिदा माग्छु।